डार्क एनिमे, सोनन एनिमे, हेभी एक्सन एनिमे त सबैले हेर्छन्। अब तिमीहरू रोमान्स एनिमेको क्याटेगोरीमा पर्छौ भने एनिमेकोले तिमीहरूलाई 5 वटा एनिमे सजेस्ट गर्छ जो चाहिँ तिमीहरूले हेर्न जरुरी छ। एन्ड रोमान्स क्याटेगोरीमा पनि यो एकदमै राम्रो एनिमेहरू मध्ये पर्छन् र यिनीहरूले केही इमोसनल टच, केही कमेडी टच र केही स्विट मोमेन्ट्सहरू तिमीहरूलाई दिन्छन्। एन्ड यु विल नट फर्गेट दिस एनिमेज। र धेरै हल्ला नगरिकन लिस्ट सुरु गरौँ। नम्बर 5 मा छ फ्रुट्स बास्केट। एकदमै राम्रो एनिमे छ। यसले चाहिँ इमोसनल थिमलाई चाहिँ अलिकति अगाडि क्यारी गर्छ। फन्नी मोमेन्टहरू भनौँ अलिकति स्लाइट फन्नी मोमेन्टहरू छन् यसमा, यसले कन्टेन गर्छ। बट एकदमै फन्नी एनिमे भनेर चाहिँ नहेर, यसले चाहिँ इमोसनल थिमलाई अलिकति बढी क्यारी गर्छ। एन्ड जस्तो यसको नाम छ नि फ्रुट्स बास्केट भनेर, यो एनिमेको टाइटलमा चाहिँ नछ है। You will love this anime and you may cry while watching this anime as well. And number 4 मा छ My Dress Up Darling। अब यो एनिमेको नाम सुन्दाखेरिमा चाहिँ कस्ता एनिमे ड्रेसअपको बारेमा होला जस्तो लाग्छ। बट एकचोटि तिमीहरूले हेर, यसमा जुन क्यारेक्टरहरूको केमिस्ट्री छ, जुन चाहिँ इमोसनल टचहरू छ, एन्ड यो चाहिँ अलिकति फन्नी र लाइट हार्टेड एनिमे हो। यसमा चाहिँ धेरै इमोसनल टचहरू छैनन्, तर जब छन् नि अलिकति अनएक्सपेक्टेड हिसाबले बिचमा आउँछन्। एन्ड त्यो इमोसनल टच जरुरी पनि हुन्छ कि कुनै कुनै बेलामा, त्यो मोमेन्टमा आउँछन्। एन्ड लिटरली अलिकति वार्म वाला फिलिङ दिन्छ तिमीलाई यो एनिमेले। झुट बोलाइरहेछ भने सरी। एन्ड नम्बर 3 मा छ होरिमिया। अब तिमीहरू